आज चाहिँ मैले डोसा बनाउँदैछु। मैले यहाँ चामल, मासको दाल, आधी चम्चा जति मेथी राखेर 8-9 घण्टा भिजाएको। अब यसलाई म पिस्छु। थोरै पानी राख्छु। मैले सबै पिसिसकेँ। अब यसलाई 8-9 घण्टा रेस्ट गर्न राख्छु। त्यसपछि अलिकति नुन राख्ने, अलिकति पानी अझै राख्ने। योभन्दा पातलो चाहिन्छ। यो मासको दाल चाहिँ हजुरहरूले यो छिल्का निक्लेको नि पाउँछ बजारमा। मसँग चाहिँ थिएन। मैले यो भिजाएर त्यसको बोक्रा निकालेर राखेको। एकदमै मिठो हुन्छ यसरी बनाएको डोसा। अब यसलाई रेस्ट गर्न 7-8 घण्टा राखिदिन्छु। 7 घण्टा जति राखेको मैले। मजाले अलिक फुलेछ। अब यसमा अलिकति नुन राख्छु। राम्रो भयो। यो चाहिँ सादा डोसा कस्तो मजाको बनेको छ।